कन्जर्भेटिभ त म होइन नै होइन, राजावादी त होइन नै म। अनि सेकुलरिजम हो होइन। अब जस्तो कन्जर्भेटिभको चाहिँ के हुन्छ भने गणतन्त्र मान्दैन अनि सेकुलरिजम मान्दैन, त्यो चाहिँ कन्जर्भेटिभको गुण होइन। त्यसो हामीले सेकुलरिजम मान्ने बित्तिकै रिपब्लिकनिजम मान्ने बित्तिकै हामी चाहिँ प्रोग्रेसिभ हो क्या। सो अटोमेटिक। तर म चाहिँ के भन्छु भने यो दलालहरूलाई चाहिँ जुन पनि दलाल प्रथा छ नि त होइन, दलाल गर्ने भ्रष्टाचार दलाल हो यो चाहिँ कसरी फ्याल्ने, यो फ्याल्ने चाहिँ कतापट्टिको बात पर्छ, सेन्ट्रलले पर्छ कि सेन्ट्रललाई राइटबाट। दलाल चाहिँ अलिक बढी कम्युनिस्टहरूले युज गरे होइन, पुँजीपतिहरूलाई गाली गर्न। अनि उनीहरूले अलिक बढी यो जब कोलोनिजम बढ्यो नि, जस्तो उपनिवेशवाद चाहिँ स्पेसली यो बेलायत होइन, पहिला पोर्चुगल, फ्रान्स, स्पेनहरू लगायत देशले चाहिँ बनायो नि। अनि उपनिवेशवादीहरूलाई गाली गर्न चाहिँ उनीहरूले साम्राज्यवादी भन्यो होइन। पछि फर्स्ट वर्ल्ड वार र सेकेन्ड वर्ल्ड वारमा चाहिँ अनि टिपिकली जर्मनी अनि जापानहरूलाई साम्राज्यवादी भन्यो, किनकि आफ्नो देशभन्दा बाहेकको सिमाना चाहिँ काट्नु चाहिँ साम्राज्यवाद भन्छ नि त। नेपालले पनि भोलि अफगानिस्तान पाकिस्तान भने हामी पनि साम्राज्यवादी भइहाल्छ। त्यो के भन्छ त्यो उनीहरूले गाली गर्न त्यो टर्म युज गरेको। तर एक्चुअली दलाल भनेको चाहिँ दुईवटा हुन्छ, अब बिचौलिया पनि भन्छ होइन। तर दलाल यस्तो छ कुन कन्टेक्स्टमा युज गर्यो भन्ने छ यस्तो। अब जस्तो कि फेरि बजार त्यस्तै छ नि त, बजार अर्थतन्त्र नै। अब हाम्रो बजारमा चाहिँ यस्तो भयो क्या, कस्तो भन्दा दलाल भन्दा पनि अब राजनीतिक दलाल भयो क्या। यहाँ चाहिँ राजनीतिकलाई चाहिँ एउटा दलाल, राजनीतिक सत्तालाई चाहिँ दलाली रूपमा चाहिँ काम गरौँ क्या अहिले नेपालमा भएको चाहिँ। मेरो विचारमा चाहिँ जति पनि राजनीतिक गरौँ उनीहरूले चाहिँ राज्यको बजेटहरूमा चाहिँ दलाली गरौँ क्या हो। त्यसलाई चाहिँ गरेर जनतालाई चाहिँ अब जस्तो हामी सबै जनतालाई त अहिले जनताको पहुँच छैन नि त, त्यो कसले ल्याउँछ खाने होइन, बजेटहरू ल्याउने त्यो कुरा जनतालाई त थाहा छैन नि त होइन। त्यो चाहिँ गलत भइरहेको छ। यो चाहिँ यो प्रक्रियालाई चाहिँ के भन्ने क्या, यसलाई चाहिँ के लेफ्टिस्ट भन्ने कि राइटिस्ट भन्ने कि के भन्ने? त्यो चाहिँ राइटिस्ट गर्ने, लेफ्टिस्ट के भन्ने, जनतालाई अल्मलाउने अनि सत्ताको पैसा बजेटहरू ल्याउँदै खाने, त्यस्तो मान्छेको त बेसी नै भयो नि त। त्यही मात्रै भयो नि त। राजनीति त त्यही भित्र मात्रै भइरहेको छ क्या अहिले। अनि जनतालाई चाहिँ अब राइटिस्ट पनि थाहा छैन, लेफ्टिस्ट पनि थाहा छैन। जनतालाई चाहिँ राजनीतिक म चाहिँ के भन्छु भने बाजे होइन, म चाहिँ के भन्छु भने जनतालाई चाहिँ यो जुन चाहिँ यो राजनीतिक छ नि, यो चाहिँ अन्त्य नै हुनुपर्छ। राजनीतिक चाहिँ अन्त्य हुनुपर्छ। जनताको पहुँच चाहिँ सरकारले चाहिँ हरेक नागरिकहरूलाई, जस्तो कि भन्छ नि डाक्टर महेन्द्र लाउले, मानव संसाधनलाई चाहिँ दक्ष बनाउने। तर खोइ मानव संसाधनलाई दक्ष बनाउनु त राज्यले खोइ अहिलेसम्म के गर्यो त होइन। संसाधन बनायो त, जो पहुँचवाला छ त्यो सत्ताको बजेटहरू ल्यायो खायो होइन, त्यही भइरहेको छ नि त। त्यो चाहिँ गलत एक्सर्साइज भयो। अब के भन्छ त्यो राजनीतिक त जनताले बुझ्ने त क्षमता कताबाट वृद्धि हुन्छ त होइन। त्यो खालको त्यो कुराहरू त जनताले बुझ्नै सक्दैन अहिले। त्यो त धेरै पढ्नु पर्यो, एक्सर्साइज गर्नु पर्यो नि त होइन र। अनि त्यसले गर्दाखेरि चाहिँ अहिले चाहिँ म के भन्छु भने राज्यको सत्ताको पहुँच चाहिँ सबै जनतालाई बराबर बनाउनु पर्छ क्या अबको चाहिँ। अनि त्यो राजनीतिक त्यो अरू कुनै राजनीतिक म चाहिँ त्यो आफू सत्ताको पैसा ल्याउने दलालहरू हो, सबै त्यही त छ नि, हो कि होइन भन्नु त। त्यसलाई चाहिँ तपाईँ हामीले चाहिँ त्यसको चाहिँ फिनिस गर्नुपर्छ, नत्र पत्याउँदैन क्या अब जनताले। पत्याउँछ त। अब हेर्नु है, माओवादीले ल्याउने आफ्नो मान्छेहरूलाई बजेट दिने होइन, अब काङ्ग्रेसले ल्याउने उसको आफ्नो मान्छेहरूलाई बजेट दिने होइन र। अनि त्यस्तो गरेको छ नि त। त्यसरी चाहिँ अहिले राजनीति गरिरहेको छ नि त होइन। अनि त्यो पैसा चाहिँ ल्याउने जथाभावी होइन, कसैलाई 3 लाखको घर बनाइदिएको छ होइन दिएर, कसैलाई के गरेको छ, त्यो चाहिँ सही सदुपयोग हुनु पर्यो नि त। त्यो चाहिँ पुँजी एउटा लगानी गरेर चाहिँ मान्छेलाई उद्यमशील बनाएर चाहिँ होइन, त्यसले चाहिँ मान्छेलाई चाहिँ दक्ष बनाउनु पर्यो नि त, आत्मनिर्भर बनाउनु पर्यो। उसले चाहिँ जीविका गर्ने सिपमूलक ट्रेनिङहरू दिनु पर्यो र उसलाई चाहिँ दक्ष बनाएर उसको हरेक कामहरू गर्नु पर्यो। तर घर बनाइदिएर चाहिँ त्यो हुन्छ त? फेरि उसलाई त अर्को के चाहिएला होइन। त्यसरी चाहिँ गलत चाहिँ सत्ताको पैसा चाहिँ बजेट चाहिँ गरिरहेको रहेछ क्या यहाँनिर। अनि हो त्यो मानव संसाधनलाई चाहिँ दक्ष नबनाइकन त्यो लगानीहरू त्यो चाहिँ बजेटहरूलाई जथाभावी प्रयोग गर्नु चाहिँ अबको राजनीतिक तपाईँहरूले चाहिँ गर्नु पर्यो। अब लेफ्टिस्ट होस् कि राइटिस्ट म चाहिँ बुझ्दिनँ त्यो चाहिँ।
तर त आज चाहिँ बुझेँ है तपाईँले भनेर आइडोलोजी अझै आइडोलोजी छोटोमा दलाल चाहिँ कस्तो